जम्पिङ सुरु भइसक्यो उता ठुल्डेडी गरेर हजुर पानी पर कुर्सी थोरेर राखेको छ कता हिँडेको भाइ यस्तो ठुलो हुन्छ एकपल्ट बच्चन दिएपछि साह्रै नै भयो कि म त टन्नै खानेकुरा अलग कुरा होला सुरु सुरु त्यहाँ अमनकाजी म त खानेकुराको खिचौँ भनेको म आज फोटो बाँध्दै भिडियोग्राफी बादमा हुन्छ आजै जताततै हुनुपर्ने ओहो भन्नु भर्खर आयो बा पुरै खाँदा खाँदा बा उतै मिछेर आएँ हजुर म त पुरै उतै मिछेर आइहालेँ अब के ल कति रमाइलो
निरज भाइ म सबैलाई उठाउँछ आउनुहोस् न बहिनी कान्छी उठन हाम्रो कान्छी नाचिहाल्छ नि ए कान्छीलाई भन्नै पर्दैन नाच्छ क्या नै नाच्छ आउनु आउनु जाऊ कान्छी जाऊ न जाऊ ए यत्रो ग्रुपमा ल आयो बहिनी थाक्नु भयो र उठाम एकैछिन घुम्ने हो क्या अझै एक घन्टा खै
अहिलेसम्म एकलै बाँचियो साथी भाइको जन्ती भई अर्को अब अर्को आयो ल टाइम भयो घुमेर एकै ठाउँमै घुम्यो भने सजिलो हुन्छ क्या सबै